हेलो एभ्रिवान, नमस्ते। म चाहिँ रेशमा राजवंशी। मैले चाहिँ आज वेस्टर्न मशरूम कल्टिभेसन बारे छोटो भिडियो लिएर आएको छु। श्री गौरीगञ्ज माध्यमिक विद्यालय कक्षा 12 कृषि विषयमा अध्ययन गर्छु। हामीले चाहिँ स्कुलमै वेस्टर्न मशरूम कल्टिभेसन गरेको थियौँ। असाध्यै राम्रो प्रोडक्सन भएको थियो र असाध्यै राम्रो च्याउ फलेको थियो। र आज चाहिँ मैले घरमै वेस्टर्न मशरूम कल्टिभेसन गर्न लाग्छु। के कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला र केही मिस्टेक भएको छ भने त्यसको लागि चाहिँ सरी। र मैले गरेको जानेको बुझेको कुरा चाहिँ यो भिडियोमा लिएर आएको छु। के कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला। मसँग यसरी बोल्ने अनुभव छैन र नबुझिन सक्छ, सो ध्यान दिएर सुनिदिनु होला र बुझिदिनु होला। सबैभन्दा पहिले चाहिँ 1 वर्ष पुरानो पराल 2-3 इन्चसम्मको काट्ने र त्यसलाई चुना पानी घोलेर त्यसमा 12 घण्टा भिजाउने। किनभने परालमा भएको किरा रोग कीटाणु मर्छ भनेर चुना पानीमा भिजाउने गरिन्छ। त्यसपछि चुना पानीको घोलबाट पराल तार्ने र 3-4 घण्टा सूर्यको किरणमा सुकाउने। यो मजाले सुकिसकेपछि त्यसलाई सेतो प्लास्टिकमा पोका बनाउनु पर्ने हुन्छ। अहिले त धेरैलाई थाहा छ च्याउको बिउ हुन्छ र यस्तो हुन्छ भनेर। धेरै जसोलाई च्याउको बिउ हुन्छ र कस्तो हुन्छ भनेर थाहा हुँदैन। त्यसैले च्याउको बिउ चाहिँ यस्तो हुन्छ। यो चाहिँ गहुँबाट जिप्सम क्याल्सियम कार्बोनेट मिक्स गरी विभिन्न विधिबाट च्याउको बिउ बनाइएको हुन्छ र च्याउको प्याकेटमा त्यो कटन लगाएको हुन्छ किनभने इन्जेक्सन हुने कम चान्स हुन्छ। त्यसै गरी हामी सुकिसकेको पराललाई सेतो प्लास्टिकमा पोका बनाउनु पर्ने हुन्छ। प्लास्टिक भित्र सुरुमा हामी 2-3 इन्च अग्लो पारी पराल राख्छौँ। वरिपरि च्याउको बिउ राख्नेछौँ। त्यसै गरी यो चाहिँ 4-5 लेयरसम्मको बनाउनु पर्ने हुन्छ। मेरो चाहिँ 4-5 लेयरको बनेन किनभने च्याउ बनाउने प्लास्टिक नभएर मैले चाहिँ अर्कै प्लास्टिकमा बनाएको र जुन पाए त्यही प्लास्टिकमा च्याउ नउम्रिने रहेछ। यहाँ देख्न सक्नुहुन्छ। सँगै रोपेको च्याउको पोकामा एउटा पोकामा च्याउ उम्रियो र अर्को पोकामा च्याउ उम्रिएन र हामी यो पोकालाई राम्रोसँग बाँच्छौँ। त्यसपछि बिउको प्याकेटमा आएको कटन मैले कलमको सहायताले प्लास्टिकलाई प्वाल पार्दै वरिपरि सबैतिर कटन राखिदिए। अब चाहिँ च्याउको पोका रेडी भइसकेको छ। त्यसलाई चाहिँ मैले डाइरेक्ट हावा र सूर्यको किरण नछेर्ने कोठामा राखेँ। च्याउ रोपेको 15 दिनपछि कटन निकालेर प्लास्टिक च्यातिदिनु पर्ने हुन्छ र प्लास्टिक च्यातेको 6-7 दिनमा चाहिँ च्याउ उम्रन थाल्छ। त्यसपछि सधैँ च्याउको पोकामा पानी लाउनु पर्ने हुन्छ। मसँग स्प्रे नभएको कारणले बोतलको बिर्कोमा प्वाल बनाएर पानी लगाए। त्यसै गरी च्याउ उम्रन थालेको 10 दिनभित्रमा च्याउ राम्रोसँग फलेको हुनाले त्यसलाई फर्स्ट हार्भेस्ट गरियो। यो चाहिँ 4-5 पटक हार्भेस्ट गर्न सकिने रहेछ साथीहरू। धन्यवाद।